के तपाईँ नयाँ ल्यापटप किन्दै हुनुहुन्छ? यदि तपाईँ नयाँ ल्यापटप किन्दै हुनुहुन्छ भने 1 मिनेट यो भिडियो हेर्नुहोस्। विश्वको सबैभन्दा ठुलो चिप निर्माता कम्पनी एनभिडियाले हिजो मात्र एउटा यस्तो चिप सार्वजनिक गरेको छ जसले एप्पलको एम सिरिज र विन्डोजका अरू सबै ल्यापटपलाई चुनौती दिँदैछ। यसको नाम हो RTX स्पार्क सुपर चिप। अहिलेसम्म एनभिडियाले ग्राफिक्स कार्ड मात्रै बनाउँथ्यो, तर अब इतिहासमै पहिलोपल्ट कम्पनीले आफ्नै शक्तिशाली प्रोसेसर, सीपीयू र ग्राफिक्स जीपीयू दुवै भएको अल इन वान चिप ल्याएको छ। यसभित्र 20 कोरको शक्तिशाली प्रोसेसर र RTX 5070 जत्तिकै ताकत भएको एआई ग्राफिक्स छ। यसको मतलब अब पातलो र हलुका ल्यापटपमा पनि फ्रोजा जस्ता हेभी गेमहरू 100 भन्दा बढी FPS मा चल्नेछन् र ब्याट्री पनि धेरै टिक्नेछ। यसलाई संसारकै पहिलो पर्सनल एआई एजेन्ट कम्प्युटर भनिएको छ। यसले इन्टरनेट बिना नै तपाईको बोली वा इशाराकै भरमा भिडियो एडिट गर्ने र कोडिङ गर्ने जस्ता जटिल कामहरू आफै गरिदिन सक्छ। यो चिप भएका एसस, डेल र एचपी का ल्यापटपहरू यही वर्षको अन्त्यतिर बजारमा आउँदैछ। के यो प्रविधिले एप्पलको म्याकबुकलाई पछार्ला त? तपाईलाई के लाग्छ? आफ्नो विचार कमेन्ट बक्समा राख्न नभुल्नु होला। धन्यवाद।